हेलो अनि नमस्ते साथीहरू, स्वागत छ फेरि पनि मेरो अर्को भिडियोमा। आज त दिनभरि आराम गर्छु भनेर सोच्दै फोन हेर्दै थिएँ and my situation was like this. म पो हलमलमा परे हो। नेपालीमा एउटा भनाइ छ नि, घाँस चुर्नुहोस् तर साथ नचुर्नुहोस्। यही भन्नेलाई पछ्याउँदै अनि हामी पुग्यौँ बटबसारी। पुगेर एकछिन थकाइ मारेर फेरि फोन खिचेको अनि हामीले देख्यौँ कत्रो ठुलो ऐना देखेपछि फेरि यो रसम त पुरा गर्नु परिहाल्यो। एक दुईवटा फोटो अनि रमाइलो गरेर हामी एकछिन बसेको। केटाहरू फेरि तारिफ गर्न सुरु भइहाल्यो। एक्सप्रेसनको 0 तपाईँ चाहिँ एक वर्ष अगाडि नानी बग्यो खोला बेसी जरो समय तिम्रो माया कलेजीमा टम्मै बग्यो खोला बेसी जरो समय तिम्रो माया कलेजीमा टम्मै आँखैमा गाजलुला पकै भन माया लाइदेऊ कि झपकै बैसैमा मर्छु पो क्यारे भन सोल्टी बरोबर पिक्चर अभी बाकी है मेरे दोस्त।